हात हेराउँदा ज्योतिषले राम्रै हुन्छ भन्थे भन्नलाई कसरी बुझाउने मैले खै छल गरेर मेरो हजुर श्रीमती पहिला गई मन थिएन जोगी बन्नलाई। नमस्कार, वैज्ञानिक मिडिया र साइन्टिस्ट टिभीमा हार्दिक स्वागत छ। म टिकाराम साउद। आज हामी एक फरक क्षमता भएका व्यक्तिसँग कुराकानी गर्दैछौँ, जसले 2065 सालबाट अहिलेसम्म शिक्षण पेसामा हुनुहुन्छ, तर उहाँ दृष्टिविहीन हुनुहुन्छ, आँखा देख्नुहुन्न। उहाँको घरमा उहाँ सँगसँगै उहाँको श्रीमतीले पनि आँखा देख्नुहुन्न र उहाँको 13 वर्षीय छोरी र 2 वर्षीय छोरा छन् र अहिले उहाँ शिक्षण पेसामै हुनुहुन्छ, तर उहाँले थुप्रै विद्यार्थीहरूलाई पढाउनु भयो र अहिले पढाएका विद्यार्थीहरू ठुलो ठाउँमा पुगिसकेका छन् र हामी उहाँसँग कुराकानी गर्छौँ। जब बाल्यकालबाट अहिलेसम्म आउँदाखेरिमा के कस्ता दुःखहरू पाउनुभयो, थुप्रै समस्याहरू छन्, ती समस्याहरूलाई कसरी समाधान गर्दै आउनुभयो, यस विषयमा कुराकानी गर्छौँ। कैलाली जिल्लाको बर्दागुरिया गाउँपालिका वडा नम्बर 3 को रानीकुण्डामा छौँ। जगदम बिके भगवती माध्यमिक विद्यालयमा 2065 सालबाट अहिलेसम्म शिक्षण पेसामै हुनुहुन्छ विकटलाल चौधरी हुनुहुन्छ। यहाँलाई स्वागत छ सर। नमस्ते। अब तपाईँ मेरो पनि शिक्षक हो। आज शिक्षकसँग विशेष गरी कुराकानी गर्दैछु। अब लामो समय शिक्षण पेसामै हुनुहुन्छ। हामी सुरुवातमा बाल्यकालतर्फ जान्छौँ। बाल्यकालमा कस्तो अवस्थामा हुनुहुन्थ्यो हजुर? कस्तो हुनुहुन्थ्यो? बाल्यकालमा त मेरो साह्रै नाजुक अवस्था थियो। बुवा पनि सानै उमेरमा बित्नुभयो, आमा पनि सानो उमेरमा बित्नुभयो। दिदी भिनाजुको अथवा बहिनीको सहारामा बस्यो। दाइ पनि यस्तै म जस्तै अन्धा हुनुहुन्छ। त्यसपछि के गर्ने? दाइ पनि हुनुहुन्थ्यो? दाइ पनि हुनुहुन्थ्यो। दाइ पनि हजुर जस्तै भनौँ दृष्टिविहीन हुनुहुन्थ्यो? दृष्टिविहीन। अनि सानो छँदा हजुर चाहिँ कस्तो स्वभावको हुनुहुन्थ्यो? सानो छँदाखेरि त के गर्ने हो, कस्तो गर्ने? अब मलाई चल्चले उमेर थियो। कसैसँग यताउता जाँदाखेरि हामीलाई अन्धा त नआ, सम्म के गर्न सक्छस्, हामीहरू किन हिँड्छस् भनेर मलाई हेप्थे। तर आजभोलि मैले कुनै शिक्षण पेसामा लागिसकेपछि मेरो आफन्तहरू र यहाँ गाउँका समुदायहरू, समाजका मान्छेहरू सबै मलाई बोलाउँछन्, सर यता आउनुहोस्, आज के सल्लाह गरौँ, कसो गरौँ भनेर मलाई बोलाइराखेछन्। प्रत्येक ठाउँमा बोलाइराखेछन् मलाई। अहिले खुसी हुनुहुन्छ? अहिले खुसी छु म। त्यो समयमा बाल्यकालमा चाहिँ निकै दुःख पाउनुभयो? बाल्यकालमा त मलाई गइ पनि हेर्न सक्थेन। अलिक दिशासिसा गर्न जान्थे त यता हामी छौँ, यता हामी छौँ, यता न भन्थे। त्यस्तो खालको दुःख पाउनुभयो? दुःख पाएको हो। अहिले ती भन्ने व्यक्तिहरू भेट हुन्छ कि हुँदैन? हुन्छ। के भन्नुहुन्छ अहिले? आज त भन्छन् तपाईँले हामीले यस्ता हेला गऱ्यौँ, आज तपाईँको उसमा हामीले शरणमा आउनुपर्छ, कस्तो गरौँ के गरौँ भनेर आउँछन् म ठाउँ आजभोलि। अब अहिले तपाईँ शिक्षण पेसामै हुनुहुन्छ, दृष्टिविहीन भएर पनि यसरी बालबालिकाहरूलाई शिक्षा दिइराख्नु भएको छ। हजुर। तपाईँले चाहिँ सानो उमेरमा चाहिँ पढ्दाखेरिमा चाहिँ कस्तो दुःख पाउनुभयो? पढ्दाखेरिमा चाहिँ कसले तपाईँलाई चाहिँ प्रेरणा दियो शिक्षण पेसामा जानुपर्छ, शिक्षा लिनुपर्छ, पढ्नुपर्छ भनेर चाहिँ तपाईँहरू सुरुवाती कालमा चाहिँ कसले भन्यो तपाईँलाई पढ्नुपर्छ भनेर? प्रेरणा कहाँबाट पाउनुभयो? म चाहिँ मेरो प्रेरणा चाहिँ नेपाल अन्ध कल्याण सङ्घ सिबिआर कैलाली परियोजना टिकापुरबाट एकजना भूपेन्द्र मल्ल सर तालिम गरेर आउनुभयो मेरो घरमा। त्यसपछि मलाई पढ्नुपर्छ भनेर उहाँ साहस दिनुभयो। पहिला मैले भने म त पढ्न सक्दैन, नदेख्ने मान्छे कसरी पढ्छु भनेर भने मैले। हजुर। त्यसपछि नाइ बाबु तिमीलाई म पढाइरहेको छोड्छु भनेर उहाँले मलाई अगाडि बढाउनु भएको। हजुर। त्यसपछि पढ्दै गएँ, एक कक्षा पढेँ 6 महिना। त्यसपछि म यो हाम्रो अहिले जुन पेसा शिक्षण गरिरहेको छु त्यही स्कुलमा मैले 6 महिना पढेको हुँ। 6 महिना? 6 महिना। कति कक्षामा? 2 कक्षामा। एक कक्षा कहाँ पढ्नुभयो? एक कक्षा घरमै। घरमै। कसले पढाउनु भयो? भूपेन्द्र मल्ल। उहाँ सरले पढाउनु भयो? हजुर, बास्कोटी। अनि त्यसपछि कहाँ पढ्नुभयो 2 कक्षापछि? त्यसपछि म 6 महिना पढेर सिधै बसन्त मुरारीमा गएँ। अहिलेको जो बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा? हजुर। 1 कक्षा तपाईँ घरमै पढिसकेपछि अहिले जुन विद्यालयमा तपाईँ शिक्षण पेसामा हुनुहुन्छ त्यसै विद्यालयमा 2 कक्षा पढ्नुभयो? हजुर। त्यसपछि म बसन्त मुरारीमा त्यहाँ पढ्नुभयो? हजुर। कतिसम्म पढ्नुभयो? 12 सम्म। अनि तपाईँले चाहिँ
12सम्म पढ्दाखेरिमा चाहिँ अब भनौँ त्यहाँ चाहिँ आर्थिक अवस्था आयो होला, लेख्नको लागि कापी कलम भन्नु आवत जावतको समस्या पनि त्यस्तै थियो होला आवाज हैन? जावत पर्दाखेरि त भयङ्कर कठिन थियो। पुरै हिलै थियो, पुरा वरपर जङ्गल, बिचमा बाटो, हिलै हुन्थ्यो। मैले पैन्ट निकालेर पनि यति लामो कट्टु लगाएर पनि जान्थेँ त्यहाँ स्कुलमा हात खुट्टा धोएर त्यसपछि म आफ्नो क्लासमा गएर पैन्ट लगाएर पढेको मान्छे हुँ। अब त्यहाँ पढ्दाखेरिमा चाहिँ साथीभाइहरूले के भन्थे त त्यस्तो अवस्थामा जाँदाखेरिमा? साथीभाइहरू ठिकै छ, कोही बाटो नराम्रो मान्छेहरू त बाटो यस्तो भनिदिन्थेन, कोही राम्रो मान्छे हात समातेर लगिदिन्थे। ए सेवा पनि गर्थे? गर्थे। अनि घरमा पढ्दाखेरिमा पढ्न सक्दैनस् त्यस्तो खालको केही घरबाट असहयोग त्यस्तो थियो? नाइ थिएन। घरबाट राम्रै थियो? राम्रै थियो। समाजबाट ठिकै थियो। अनि त्यसपछि 12सम्म पढ्नुभयो, 12 पछि चाहिँ अहिले शैक्षणिक पेसामा हुनुहुन्छ होइन? हजुर। लाइसेन्स पनि निकाल्नुभयो? लाइसेन्स निकालिसकेँ। कतिको निकाल्नुभयो? निमावी। 8 कक्षासम्मको? हजुर। अनि शिक्षण पेसामा गर्दै अहिले जुन यो पेसामा हुनुहुन्छ, के लाग्छ तपाईँलाई चाहिँ मैले राम्रै गरेँ जस्तो लाग्छ के लाग्छ? सबभन्दा प्रथम त म शिक्षण पेसामा लाग्नुभन्दा अगाडि म आदरणीय नेत्रबहादुर खड्का सर हाम्रो पर हुनुहुन्छ र भीमबहादुर कुँवर आदरणीय बुवा, उहाँले मलाई त्यो शिक्षण पेसामा लाग्नुपर्छ भनेर मलाई मेरो घरबाट हात समातेर लगी शिक्षण पेसा एसएलसी पास गर्न बित्तिकै मलाई त्यहाँ उहाँले लग्नु भएको छ। हजुर। आजदेखि यो स्कुलमा त काम गर्नुपर्छ बाबु। हेसरले पनि भन्नुभयो, बाबु भाइ तपाईँ यो स्कुलमा काम गर्नुपर्छ, म तपाईँलाई काम दिन्छु, तर शिक्षा राम्रो हो बाबु, यो पहिले त म बाटो देखाइदिन्छु, पछि नाम लिनुहुन्छ भनेर उहाँले भन्नुभएको छ। उहाँलाई म हृदयदेखि धन्यवाद दिन्छु। अहिले चाहिँ त्यही स्कुलमा सर हुनुहुन्छ, अब केही महिनापछि रिटायर पनि हुन्छ होइन? उहाँको हुँदैछ। हजुर। अब उहाँले के भन्नुहुन्छ अहिले, के छ अवस्था? अब उहाँले त मलाई राम्रै गरेर जानुभएको छ। म तपाईँलाई जुनसुकै भए पनि म यो तपाईँलाई सहयोग गर्छु, जहाँबाट भए पनि म तपाईँलाई सहयोग गर्छु। मेरो सिम त तपाईँ यो हेड सर हुनुहुन्छ भनेर रिटायर भएर जाँदैछु जानुभएको छ भनेर चिन्ता नलिनुहोस्, म तपाईँको हरेक साथ दिन्छु भन्ने कुरा गर्नुभएको छ। 5-6 क्लासमा पढ्दाखेरिमा चाहिँ तपाईँले हामीलाई नेपाली विषय पढाउनुहुन्थ्यो होइन? हजुर। अहिले के छ, कतिसम्म पढाइराख्नु भएको छ? यो त 14-15 वर्षको पछाडिको कुरा हो। यो सामाजिक र नेपाली पाउँछ। आजभोलि किन शिक्षकहरू पनि धेरै हुनुहुन्छ, सबै शिक्षक घन्टी पुगेको छ होइन? सर नभएको बेला म 8सम्म पढाउन पनि तयार छु। सर नभएको बेला जानुहुन्छ, कक्षामा पढाउनुहुन्छ? हजुर, जान्छु। सर नभएको बेला चाहिँ जानुहुन्छ, सरहरू भयो भने अब अन्य कामहरू गर्नुहुन्छ? हजुर, अन्य काम गर्छु। अब तपाईँले चाहिँ पहिला हामीलाई चाहिँ त्यहाँ गीत पनि गाएर चाहिँ सुनाउनुहुन्थ्यो क्या, विद्यार्थी भाइ बहिनीलाई एउटा चाहिँ मनोरञ्जन पनि दिने सँगसँगै पढाइ सँगसँगै गर्नुहुन्थ्यो। अहिले त्यस्ता गीतहरू गाउनुहुन्छ कि नै सर? गाउँछु। गाउनुहुन्छ? गाउँछु। एउटा गीत सुन्छौँ सर हजुरको आवाजबाट। कसरी मन बुझाउने मैले खै काल गरेर मेरो हजुर श्रीमती पहिला गई, मन थिएन जोगी बन्नलाई, हात हेराउँदा ज्योतिषले राम्रै हुन्छ भन्थे भन्नलाई, कसरी बुझाउने मैले खै छल गरेर मेरो हजुर श्रीमती पहिला गई, मन थिएन जोगी बन्नलाई। हजुरले चाहिँ कक्षामा गीत गाउनुहुन्थ्यो, त्यही गीत गाउनुभयो त सर? गीत पहिला धेरै नागरिकले सुन्नुहुन्थ्यो, अहिले त नयाँ नयाँ गीतहरू पनि आयो। हजुर। अब चाहिँ यो पढाउँदाखेरिमा चाहिँ दुःख कष्टहरू धेरै पाउनुभयो। हजुर। अहिले चाहिँ एउटा 13 वर्षकी हजुरकी छोरी छन् होइन, 2 वर्षको छोरा। हजुर। अहिले घर परिवारमा चाहिँ के छ अवस्था, कस्तो छ? अब अवस्था भनेको त नाजुकै छ भनौँ। जुनदेखि मेरो अब स्कुलमा प्रवेश भयो त्यही दिनदेखि मेरो आँखा चाहिँ एकदम खुल्ला भएर हिँड्दैछु। म आफ्नो हृदयदेखि म लडिराखेको छु। आफ्नो विद्यार्थीलाई कसरी के गरौँ, म कहाँनिर मेरो कमजोरी हुन्छ त्यो सोचेर हिँड्छु म हजुरले। अब पहिला चाहिँ हजुरले पढाएका विद्यार्थीहरू चाहिँ भेट हुन्छ कि हुँदैन अहिले? भेट हुन्छ। तपाईँले पढाएका विद्यार्थीहरूले चाहिँ अहिले के भएका छन्? अब धेरै जसो त कोही दुई तिनजना त बैङ्कमा छन्, कोही इन्जिनियर भएको छ, कोही सुब्बामा नाम निकालेको छ, कोही प्रहरीमा छन्, कोही मिडियामा छन्, कोही जनपौसमा छन्, त्यो नेपाल आर्मी पनि छन्। धेरै जस्तो ठाउँमा लागिसकेका छन्। अहिले चाहिँ आफूले दिएको शिक्षामा चाहिँ खुसी नै हुनुहुन्छ? खुसी नै छु म।
अब तपाईँ भनौँ यहाँबाट विद्यालयबाट हामीले त देख्यौँ तपाईँ सधैँ यहाँबाट हिँडेर जानुहुन्थ्यो आउनुहुन्थ्यो होइन? हजुर। अब अहिले चाहिँ कस्तो छ अवस्था? तपाईँ विद्यालय जाँदाखेरिमा चाहिँ कसैले अब उमेर पनि अलि धेरै भयो होइन, ल्याउन लिने कसैले त्यही सहारा लिनु परेको छ के छ? अब त्यस्तो त अहिलेसम्म सहारा लिनु परेको छैन। कोही कोही साथी राम्रो साथी आयो भने ल बस जाउँ भनेर भन्नुहुन्छ, कोही पुऱ्याइदिनुहुन्छ, कोही ल्याइदिनुहुन्छ। अहिले त्यस्तो छैन। अब नत्र आफै हिँडेर पनि जान्छु म। अहिले चाहिँ अब घर परिवारमा म्याडम पनि दृष्टिबिन नै हुनुहुन्छ होइन? हजुर। अब साथ घर परिवारबाट कस्तो पाउनु भएको छ? अब साथ भनेको अब श्रीमान श्रीमतीको साथ त आफ्नै जस्तै हो। अब के गर्नु, अब साथ नदिएपछि श्रीमतीले साथ नदिएपछि श्रीमान कहाँबाट हुन्छ, श्रीमानले साथ नदिएपछि श्रीमती कहाँबाट पाउँछ? हजुर। छोरीले चाहिँ भनौँ तपाईँहरू चाहिँ यहाँ खानाहरू पकाइदिने यस्तो सेवा गरिराख्नु भएको छ? छोरीले खाना पकाइराखेछ, हजुर। खाना पकाउँछ, सघाइरहेछ। उसकै हातमा सबै छ उसको आजभोलि। सबै उसले हेरिरहेछ घर सबै। अब यो समाजमा चाहिँ थुप्रै हजुर जस्ता नागरिकहरू धेरै हुनुहुन्छ होइन? हजुर। अब उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ? म जस्तो नागरिकहरूले म भन्छु कि किनभने कोही घरमै बसेका हुन्छन्, कसैले हेला गर्छन् नि कसैलाई। तर म भन्छु साथीहरू हात्तीमालो गरौँ। हामी किन आउने, हामी आँखा हाम्रो बन्द छ तर दिमाग बन्द छैन। मैले त्यो कविता पनि बनाएको छु मैले। हजुर। यो कक्षा 4मा पढ्दाखेरि कविता बनाएको छु है म। 4मा पढ्दाखेरिमा? चारमा आफू तपाईँ चाहिँ 4मा पढ्दाखेरिमा? 4मा म 3 दिन पढेँ, त्यसपछि यो 3मा पनि पढेन, 4मा 3 दिन पढेँ। त्यसपछि मलाई सरहरू, बसन्तम राईको सरहरू जान्ने छ भनेर मलाई 5मा राखिदिए सिधै। हजुर। हुन्छ, यो कविता सुन्छौँ हजुरको। ल कविता सुनाउँछु है। हजुर। आऊ आऊ साथीभाइ अन्ध शिक्षा पढौँ, आऊ आऊ साथीभाइ अन्ध शिक्षा पढौँ, निरुपाङ्ग मानिस जस्तै हामी अघि बढौँ, निरुपाङ्ग मानिस जस्तै हामी अघि बढौँ। आँखा हाम्रो बन्द छ तर दिमाग बन्द छैन, आँखा हाम्रो बन्द छ तर दिमाग बन्द छैन। अन्ध पनि विद्वान हुन्छन् लौ सन्देह छैन। हामी जस्तै अन्धहरू कति देखेँ मैले, हामी जस्तै अन्धहरू कति देखेँ मैले। उच्च शिक्षा पढेका विद्वान छन् अहिले, उच्च शिक्षा पढेका विद्वान छन् अहिले। हात दुईटा नहुनेले खुट्टा सहाराले, हात दुईटा नहुनेले खुट्टा सहाराले। राम्रो राम्रो चित्र गर्छन् ठुलो हिक्मताले, राम्रो राम्रो चित्र गर्छन् ठुलो हिक्मताले। अब यसरी भनिरहँदा चाहिँ तपाईँहरूकै चर्चित अहिले नेपालमा चर्चिनु हुन्छ रमेश पसाई। हजुर। कसरी चिन्नुहुन्छ हजुर उहाँलाई? अब रमेश पसाईको आवाज मात्र सुनेको छु तर चिनजान त भएको छैन। आवाज सुन्नु भएको छ? हजुर। सरकारले 3 तहको सरकार छ, अब अहिले चाहिँ भनौँ जेनजी सरकार छ। अब तपाईँहरूको लागि, तपाईँहरू जस्ता थुप्रै व्यक्तिहरूलाई सरकारले चाहिँ के गर्दै गए हुन्थ्यो? सरकारले हामीलाई त अब के भन्छ भने सबै साथीहरूलाई, हामी जस्तालाई अथवा लाटा लङ्गडाहरूलाई सबै व्यवस्था गरिदिनुपर्छ मेरो भनाइ हो। सरकारले सबै आर्थिक भारहरू लिनुपर्छ? हजुर, सरकारले लिनुपर्छ। अब स्थानीय सरकार 3 तहको सरकार छ, अहिलेसम्म कति साथ पाउनु भएको छ? अहिलेसम्म त खासै गरी यताउता खास पाएको छैन, तर दिने निर्णय भइसकेको छ भन्नुभएको छ। तर अहिले हातमा परेको सरकार बर्दगुरियामा? हजुर। अनि तपाईँ पढ्दाखेरिमा चाहिँ बसन्त मुरारीमा पढ्नुभयो होइन? हजुर। त्यहाँ चाहिँ तपाईँले आफै लेख्नुहुन्थ्यो कि इक्जाममा कस्तो थियो अवस्था? अब 8मा त म चाहिँ लेखेन, साइड एनवालबाट लेखेँ हुँ। अरू साइड अब अरू सबै लेखेँ मैले आफै। 1 कक्षादेखि? हजुर। 9को पनि लेखेँ हुँ, 10को एसीमा साइड राखेँ हुँ, एसीमा पनि साइड राखेँ हुँ, 11 पनि साइड राखेँ हुँ, 12 पनि साइड राखेँ हुँ। तपाईँले चाहिँ भन्नुहुन्छ अर्को व्यक्तिले लेखिदिन्छन्? हजुर। 1 देखि 7 सम्म चाहिँ तपाईँले आफै पास गर्नुभयो? हजुर। आफै लेख्नुभयो? आफै लेखेँ। कसरी? अब एकजना सरहरूलाई भनिदिन्थेँ, कुनै विद्यार्थीको फर्स्ट अगाडि बस्थेँ, उनीहरूलाई क्वेसन सोधिदिन्थेँ अनि सर आफै लेख्थेँ म। पछि प्रश्न भनिदिएपछि पढेको उत्तर त आइहाल्छ नि। हजुर। त्यस कारणले आफै लेखेँ। पढाइमा चाहिँ टाइलिनु हुन्थ्यो? म टाइलिँदै थिएँ। अहिले चाहिँ विद्यालयमा विद्यार्थीहरूलाई पढाउनुहुन्छ होइन, धेरैले लाग्न सक्छ हामीले चाहिँ तपाईँको पढाउँदाखेरि हामी त आफै छौँ होइन, पढेका हौँ, तपाईँसँगै पढेका हौँ, तर अन्य दर्शकहरूले लाग्न सक्छ कसरी पढाउनुहुन्छ त उहाँ दृष्टिबिन हुनुहुन्छ हजुर भन्ने लाग्न सक्छ। हजुर। विद्यालयमा चाहिँ विद्यार्थीहरूलाई कसरी पढाउनुहुन्छ तपाईँ?
विद्यार्थीहरूलाई एकजना विद्यार्थी पढेर पाठ पढ्नुहुन्छ, त्यसपछि मैले उसको उत्तर प्रश्न भनिदिन्छु। उत्तर प्रश्न भन्नुहुन्छ? हजुर, प्रश्न उत्तर यस्तो हो, यसको यो प्रश्नको उत्तर यो हो, यो प्रश्नको उत्तर यो हो भनिदिन्छु। पुरै पाठ नपढेरै? पुरै नै, अलिअलि जस्तै 3 टपिक गऱ्यो त्यसकै भन्दै जानुपर्छ। अनि निवाकीको लाइसेन्स कसरी निकाल्नु भयो हजुरले? निवाकीको लाइसेन्स म चाहिँ एउटा साथीले लगेर गएको थिएँ लेख्नको लागि। तर धेरै अब कसरी घरमा चाहिँ कसले पढाउनुहुन्थ्यो? पुरै पाठहरू कण्ठ गर्नुहुन्थ्यो तपाईँ? पुरै पाठ त अब पहिला उहाँबाट आउँथेँ, स्कुलबाट आउँथेँ, त्यो पाठ हेर्थेँ आफ्नो किताबको, अनि त्यहाँ पढ्ने, अनि साथीहरू ल म पढ्छु है हेर भनेर उनीहरू हेर्छ आफ्नो किताब हेर्थे। पढ्दाखेरिमा चाहिँ कसले भन्नाले घरमा पाठ कसले पढाउनुहुन्छ तपाईँलाई? पाठ पढिसकेपछि तपाईँले दिमागमा क्याच गर्नुहुन्थ्यो होला? पहिला मलाई यो हाम्रो आदरणीय अध्यक्ष रामबहादुर चौधरी पनि पढाउनु मलाई, अब उहाँ पनि पढ्नुहुन्थ्यो। म उहाँकै घरमा बसेर म यति अगाडि बढेको छु। रामबहादुर चौधरी अहिलेको भनौँ अध्यक्ष, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। हजुर। उहाँको घरमा बढेर उहाँले भनौँ उहाँ पाठ पढ्ने अनि तपाईँले चाहिँ दिमागमा क्याच गर्ने कामहरू गर्नुहुन्थ्यो है? म पनि पढ्थेँ, उहाँले धेरै मेरो किताबमा पनि उहाँले सबै थाहा पाइसकेको थिएँ, यस्तो लेख्नुपर्छ उस्तो लेख्नु सब कण्ठ भइसकेको थियो उहाँलाई। अहिले चाहिँ जो पुराना किताबहरू कण्ठ गर्नु भएको छ त्यो अहिले दिमागमा आउँछ कि आउँदैन? अहिलेसम्म त पुरै थाहा याद आउँछ त। आउँछ होइन? हजुर। अब अक्षर यस्तो छ, त्यसको नम्बर हुन्छ, हाम्रो कदेखि ज्ञासम्मको नम्बर हुन्छ, नम्बर त्यसको थाहा पाउनुपर्छ, केही फरक पर्दैन। अब धेरै नागरिकहरू अहिले चाहिँ मोबाइलमै झुन्डिन्छन्, बालबालिकाहरू पनि मोबाइलमै झुन्डिन्छन् होइन? पहिलाको जस्तो शिक्षा छैन भने तपाईँहरूले चाहिँ धेरै मिहिनेत गरेर शिक्षकहरूले चाहिँ पढाउनुहुन्छ, तर विद्यार्थीहरू दिनभरि पढ्ने, घर गएपछि मोबाइलमै झुन्डिने काम हुन्छ, अहिले धेरै विद्यार्थीको भइरहेछ। हजुर। तपाईँ के भन्नुहुन्छ? म त भन्छु विद्यार्थीहरू मोबाइल चलाए पनि पढाइ चाहिँ मोबाइलमा पनि छ होइन, छैन भन्ने कुरा होइन, नजानेको कुरा सर्च गरेर निकाल्न सकिन्छ। मोबाइल राम्रो पनि हो, पढाइ गऱ्यो भने मोबाइलमा पनि पढाइ छ, त्यसमा पुरै छ। यदि पढाइ गरेन भने मोबाइलमा केही छैन। हजुर। अब यसपछि चाहिँ तपाईँ भनौँ 15 वर्ष जति भयो शिक्षण पेसामा होइन? हजुर। यो शिक्षण पेसामा गर्दै गर्दा यो नगरेको भए हुन्थ्यो, धेरै दुःख पाएँ भन्ने कुनै दिन त्यस्तो लाग्यो हजुरलाई? नै, पहिला अब पढ्दाखेरि त धेरै दुःख लाग्यो भने अब मलाई त केही दुःख, अब सब आफ्नो दुःख चाहिँ भित्रै लुकाएर पनि म बाहिर खुल्लो रूपमा हिँड्छु। खुल्लो रूपमा हिँड्ने, किनभने अब जति दुःख गऱ्यो अब दुःखको दिन गयो। अब छोरी पनि पढ्नुहुन्छ? छोरी पढ्छ। कतिमा पढ्नुहुन्छ? 6मा। अनि समाजबाट चाहिँ राम्रै साथ पाउनु भएको छ? अहिले समाजमा त पहिला भने जस्तै म पहिलाको जस्तो अब छैन। मलाई त जो पनि बोलाउँछ, यता जाउँ सर यो काम गरौँ भनेर जो पनि बोलाउँछ। पहिला जस्तै अब हेप्ने चलन छैन अब, किनभने पहिलाको जमाना त्यस्तै थियो, हेप्ने चेप्ने थियो। अब शिक्षित भइसकेका छन्। अब जो मान्छे मलाई अन्धविश्वास यता नभने त्यही मान्छेले बेरोजगार भएर बसेको छ। अब हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा चाहिँ लाखौँ दर्शकले हामीलाई हेरिराख्नु भएको छ, थुप्रै विद्यार्थी भाइ बहिनी पनि हेरिराख्नु भएको छ, के भन्नुहुन्छ अन्तिममा? म अन्तिममा के भन्न चाहन्छु भने, ठिक छ हामी अन्ध भए पनि विद्यार्थी भाइ बहिनी तिमीहरू राम्रोसँग पढ, म त यस्तो भएर यस्तो इन्टरसम्म गरेँ, लाइसेन्स ल्याएँ, तिमीहरूको आँखा छ, राम्रो काम गर्न सक्छौ, अगाडि बढ्न सक्छौ भनेर यो सन्देश। अन्तिममा मैले तपाईँलाई प्रश्न गर्न छुट्याएर अन्तिममा केही भन्न छुटाउनु भएको छ भने भन्न सक्नुहुन्छ। अब म आदरणीय आफ्नो यो जगदम्बिके स्कुलका स्टाफहरूलाई र म के भन्न चाहन्छु भने मलाई धेरै माया गर्नुहुन्छ र मलाई कहिले पनि यस्तो गर्नु भएको छैन। म त्यही आफ्नो स्कुलको सबै स्टाफलाई म चाहिँ हृदयदेखि आफ्नो स्कुल आफ्नो व्यक्तिगत तर्फबाट र आफ्नो घर तर्फबाट धन्यवाद दिन चाहन्छु आफ्नो स्टाफहरूलाई। समय दिनुभयो, यहाँलाई धन्यवाद छ। धन्यवाद। दर्शकबिन हामीले कुराकानी गऱ्यौँ बर्दगुरिया गाउँपालिका वडा नम्बर 3 जगदम्बिके भगवती माध्यमिक विद्यालय रानीकुण्टाका शिक्षक विकटलाल चौधरीसँग। अर्का दिन अर्का अतिथिसँग विशेष गरी कुराकानी गर्नेछौँ। आजको यो कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।